म हस्तकला बुट्टा काम गर्छु अनि 15 वर्ष भयो मैले काम गरे अनि मैले श्रीमानसितै सिकेको हो अब त्यतिकै बस्नु भन्दा अब फुर्सदको बेला अब सिक्यो भने आफूलाई अलिअलि फाइदा हुन्छ Sangeeta Bajracharya lives near the famous Ratu Machindranath temple in Bungamati, a town 8 km away from Kathmandu. More than a decade ago, she started wood carving as a part-time job in this ancient town, a profession generally taken by men. खानासाना खाएर फुर्सदको टाइममा दिउँसो काम नआए बेला दिउँसो 3-4 घण्टा गर्छु मैले धेरै जस्तो झ्यालको ठाहरू झ्याल फ्रेमहरू बनाउने ठाहरू बनाउँछु सिकेर सिप भयो भने आफ्नो कमाइ भयो भने अलि बजारलाई यति लियो भने साथ झिकेर दिन पाइन्छ महिलाहरूले काम नगरे सबै श्रीमानको भरमा बस्नु पर्थ्यो अहिले चाहिँ श्रीमानको त्यो भरमा बस्नु पर्दैन अहिले चाहिँ आफूले काम गरेर आफूले अब कति कमाउन सक्छ त्यति मात्र हामीले खर्च गर्ने हामीले यति जोगान भनेर पनि सिक्यो Many women like Sangeeta and Manadevi are also attracted to this work because they can do it from home. Most have actually learned the craft from their husbands. पहिला भन्दा त महिलाहरूको उपस्थितिमा पनि अहिले राम्रै छ पहिला त 1-2 जना मात्र हुन्थ्यो भने अहिले चाहिँ झनै हाम्रो बुङमतीमा 10-15-20 जना भन्दा बढी होला Carvers here earn anywhere between 1,500 to 50,000 Nepalese rupees depending on the type of carving they do. There is also a mix of some families preferring to not teach their children the craft, while others feel it's important to pass on the skill. बच्चाहरूलाई चाहिँ सिकाएको छैन टाइम पनि हुँदैन बिहान कलेज जाऊ अनि ट्युसन जाऊ मेरो छोरा छोरीले गर्नुहुन्छ अब सानो हुने नि उनीहरुले हो उनीहरुले नि सिकिरहेछ अहिले पनि अलि तिमीहरुलाई छ समय छ भने तिम्रो फुर्सद छ भने एटीएममा हामीले सहयोग गरिदिनु भन्ने पस्ता उनीहरुले गरिदिन्छ त्यो कारणले नि आफ्नो घर परिवारलाई पनि सिकाउनु पर्छ जस्तो But the craftspeople here feel that the number of tourists coming into Bungamati has declined after the destructive earthquake in Nepal in 2015. They hoped that the reconstruction of one of the major temples, Ratu Machindranath, would revive the wood carving business. But the temple work was halted. With Nepal aiming to boost its tourism in 2020, those women say more training could help them better present this ancient craft to the world. अरु नजानेको महिलाहरू दिदीबहिनीहरूलाई पनि यसरी नै काम तालिम दिएर सिकाएर उनीहरुलाई पनि हामी जस्तै नै अनि राष्ट्रलाई नै राम्रो भयो आफ्नो संस्कृति पनि झल्कियो आफ्नो काम जानिसकेपछि पछि समय पनि राम्रो हो